ओडारमै आफ्नो भविष्य सुन्दरता देख्नुभएका फजुराम बुवा र उहाँको श्रीमती यसै गरी नै 14 वर्षदेखि यही ठाउँमा बस्दै आउनु भएको छ। माथि घर छ भन्नुभयो, अनि यस्तो ओडार मुनि तपाईँ कसरी बस्न आइपुग्नु भयो नि यहाँ? यता घट्ट भयो अनि खेत यहीँ छ, खेत पनि यहीँ छ, पानी घट्ट पनि यहीँ छ, त्यही भएर नजिक भएको कारणले हजुर यहीँ बस्नुहुन्छ है। 14 वर्ष अघि ओडार भन्दा तलपट्टि रहेको पानी घट्ट र खेतमा दिनौँ आउजाउ गर्नुहुन्थ्यो, तर बिस्तारै बाटो लामो लाग्न थाल्यो, शरीरले साथ दिन छाड्यो। यति ठुलो ओडार मुनि बस्नुहुन्छ, राति डर पनि लाग्छ होला, जङ्गलको नजिकै कुनै बेला त्यस्तो डर दिने ओर्ने हुन्छ कि नै आमा राति? बुन्याल आउँछन् बाघ। रातिको समयमा यस्तो ओडार मुनि बस्दै गर्दा कति गाह्रो हुन्छ? न उज्यालो छ न के छ, त्यो बेटीले बाहिर बिर्ता गरिने न ऊ छ, सोल्डर छन्। बाघ आउने सम्ममा निकै बढी हुन्छ नि। हित पर मार्छ बाख्रा। बाघ मार्छ बाख्रा है? आँखी अगाडि देख्नु भएको छ बाघ? देखाउँछु मैले त। यही ओडार मुनि है तपाईँ बस्दै गर्दा? हितपुरै पर गए त्यो त रात बिरात बिना लट्ठै बिना बेट्री हर्न पनि सकिँदैन, लाइन पनि छैन है। पर जस्तो बाउनु बाह्र चाहिँ हेर्नुहोस् त ओडार मुनि। हजुरले आइबन्नु भएको यो? यो तल्लो कुमारा भयो, यो भयो। यो खाली ओडार थियो यहाँ है? तपाईँ सुत्ने कहाँ हो नि बुवा? सुत्न कहिले हिँड्नु फुत्दैन, कहिले म पर भने ए यहीँभित्र सुत्नुहुन्छ है? खानेकुरा के खानुहुन्छ राति बिहान? कोही त रोटी पानी, कोही दाल भात। ए रोटी पानी खेतबाट आफै उत्पादन गर्नुहुन्छ? नाइ, खेतमा त अहिले ट्युमतराई लगाइदिन्छ। घट्ट चलाउनुहुन्छ आफै है? कति आउनुहुन्छ मानिसहरू घट्टमा रासन पिस्नको लागि? आउँछन् मान्छे त अलिअलि। अब त ठाउँ छन् घट्ट पनि। पहिला सालदेखि त गोदाम हुन्थ्यो। अनि यस्तो यो ओडारमा हेर्नुहोस् त, कुनै बेला ओडारै खसेर मानिसहरू पर्ने हो कि जस्तो नि छ हेर्दाखेरि है। बर्खा त पानी हुन्छ, बर्खामा त निकै गाह्रो हुन्छ होला। बर्खा त यहाँ बस्नु बसाउँछहरू नखाल गइजान्छ। सुत्ने बेलामा पानी। ओडारको जीवन कस्तो रहेछ? ओडारको जीवन त भर छैन, कहिले खस्न पनि सक्छ। ए माथिबाट ढुङ्गा पनि खस्छ है? यो ठाउँ मन पर्नुको कारण के हो नि बुवा? कहाँ जाने त बाँसो बस्न, राति पिसन छोडिन हेर्थिन, म त यहीँ सोचेकै छैन। अहिले यत्रो साल भइगयो। तपाईँलाई यो ठाउँ मनपर्छ? मुनि नपरि नहुने है, बाध्यता नि छ है बुवा? अब आफै पनि काम गर्नुपर्छ, घट्ट चलाउनु पर्छ, चोरहरू आउने ओर्ने डर देखाउने ओर्ने हुन्छ कि नै आमा? आउने तरास हुन्छ, अनि आउँछन् कि डर लाग्छ है? डर लाग्छ। अब यहाँ पुरो घर गोठो पनि छैन नजिक। त्यही त हेर्नुहोस् त, यो वरिपरि जङ्गल छ, जङ्गलको बिचमा ओडार छ, त्यस मुनि तपाईँ दुईजना बस्नुहुन्छ है? बानी पऱ्यो अहिले त है? गएर पनि कहाँ जाने ठाउँ छैन है बुवा? जाने ठाउँमा कहाँ छ, ताला पुची लगाएका हुन्छन्, घरै छैन। कसैले घर बनाइदिन्छौँ हामी, अन्त तपाईँ लान्छौँ भने पार तपाईँहरू जाने कि नै? भन्ने त हामी घर बनाउने पैसा पनि दिन्छौँ, दार पातल जम्मा गर्नु भने आउनु, पहिला आगाले हिँ बनाउँछु भने पनि हामी इङ्गल दिन्छौँ भने आउँ। ठाउँ छोडेर जान सक्नुहुन्छ? कहाँ जाने होला यो ठाउँ छोडेर? कसैले घर बनिदियो भने गयो भने उहाँ फेरि दुःख गर्नु पर्यो, घरमा मात्रै बसिन पनि भएन। दुःख त हजुरले यहाँ पनि गर्नुपर्छ नि बुवा? दुःख त आफ्नो ठाउँ भयो, यहाँ थिएन। अब यहाँ घर कटेर बनाउने ठाउँ भए त यहीँ ठिकै थियो। यहीँ ठिक थियो है? पहिलेदेखि बसेको माया है, यसै माया। यो छार्ने भयो सबै, अनि माया मार्ने भयो। आफू बसेको ठाउँमा कतिको माया लाग्दो रहेछ नि बुवा? अब यसलाई चट्टको छोडेर कहाँ जाने हो? जानेमा त पहिले कहीँ देशो गइ जान्थ्यो, दाङ इन्डियामा त्यो टाइम जमिन जग्गा पनि सस्तो, 300 रुपियाँ बिघा पहिला है? तर यो ठाउँ छोड्न मन लागेन है? मन लागेन। जीवन पनि किन पाएछु जस्तो लाग्दैन? लाग्न त कसैले, तर के गर्ने है, जे हो यथार्थ भोग्नै पर्यो। यस्तो छ ओडार मुनिको जीवन।